दर्शकबिन स्वागत छ यहाँहरूलाई दैले कर्णाली टेलिभिजनमा। म डुमर मल्लको दर्शकबिन आज एउटा महत्वपूर्ण सूचनाका साथमा उपस्थित भएका छौं। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर 11 निवासी बुबा धनवीर मतारा र आमा ईश्वरी मताराकी 18 वर्षीय छोरी विपन्न मतारा मिति 2082 8 13 गते बिहान 4:30 बजेदेखि बेपत्ता भएकी छिन्। परिवारका अनुसार विपन्नलाई भेरी नगरपालिका वडा नम्बर 10 का 25 वर्षीय मदन विष्टले बिहान केटीको घरबाट भगाई छिमेकी मुलुक भारतको अहमदाबाद स्थित दीप क्रेन कम्पनीमा लगेका थिए। अहमदाबाद पुगेपछि दुवैले त्यहाँ खाना खाएको जानकारी आए पनि त्यसपछि उनीहरू त्यहाँबाट समेत फरार भएको र हालसम्म कहीँ कतै अत्तोपत्तो नलागेको परिवारले जनाएको छ। विपन्न मतरा हालसम्म आफन्त चिन्जानेका कसैसँग पनि सम्पर्कमा नआएको भन्दै आमा ईश्वरी मतराले दैले कर्णाली टेलिभिजन मार्फत खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ। यो भिडियोमा देखेका केटाकेटीलाई यदि तपाईले कहीँ कतै देख्नुभएको छ भने कृपया तुरन्तै स्क्रिनमा देखाइएका नम्बरहरूमा र वा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनु हुन सबैमा अनुरोध गर्दछौं। सम्पर्क व्यक्ति मामा रामबहादुर कार्की, फोन नम्बर 9557938759। तपाईको एक शेयरले हराएकी विपन्नलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो भूमिका खेल्न सक्छ। सक्दो शेयर गरी सबैमा यो भिडियोलाई पुर्याइदिनु हुन सबै दर्शक श्रोताहरूलाई हार्दिक अनुरोध गर्दछौं। हस्त धन्यवाद। दैले कर्णाली टेलिभिजन हेर्दै र सुन्दै गर्नुहोला।